हेलो साथीहरु नमस्ते वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ हामी ढेँडो पकाएर खाना खोजिरहेको छ। दिदीले मासु पकाउँदै हुनुहुन्छ, दाइले माथि आगोमा ढेँडो पकाउँदै हुनुहुन्छ। आज चाहिँ हामी आज स्याटरडे शनिबार सबैको बिदा छुट्टी भएको दिन र आज चाहिँ तिहार पनि लागिसकेको छ। हजुरले चाहिँ ह्याप्पी तिहार। आज चाहिँ हामी ढेँडो पकाएर खाना लगाएको छ। आगो बलेन है क्या साथीहरु, हामी चाहिँ मासुको रस चाहिँ रेडी भइसकेका छन् र यता छ हाम्रो ढेँडो, यो गहुँ र आलुको ढेँडो। अब चाहिँ हाम्रो यहाँ खाना खानाले रेडी हुँदैछ। साथीहरु, हाम्रो चाहिँ यहाँ खाना खाना रेडी भइसकेको छ। ढेँडो मम्मी ढेँडो कसरी खाने यसरी ल बुवालाई राम्रो आउँछ जस्तो। ल त झोलमा चप्प चोपेर खानु पाउँदैन खान्छु ल चप्प खाऊ बाबु हो खाऊ दिदी खाऊ बाबु हो है। साथीले टक्कर हाम्रो ढेँडो रेडी भइसकेको छ। यो चाहिँ चिकनको ग्रेभी रस, टमाटरको अचार, एउटा है त साथीहरू। हामी अब खाना सुरु गरे। साथीहरू हामी खाए ल। फाइनल्ली हाम्रो चाहिँ ढेँडो खाएर सक्यो। हड्डी र मम्मी दाँत नभए नि मासु चाहिँ मजाले चबाउनुहुन्छ। हजुर भन्नुपर्छ। अब चाहिँ खाना खाएर सक्यो। अब भाँडा माझ्ने भाँडा हेर्ने भाँडा त साथीहरू। फाइनली हामीले खाना खाइसकेको छन्। प्रतिभा मगर युट्युब च्यानल चाहिँ सब्सक्राइब लाइक सेयर सब्सक्राइब गर्नु। बाई बाई बाई।